त ड्यास क्यामै छ नि दावाजी गुड मर्निङ वेलकम टु माई च्यानल वेलकम टु माई भिडियो थ्याङ्क यू बस गुड मर्निङ आजको कार्यक्रम भनिदिनुहोस् न सर्टकटमा अब हामी ठ्याक्क 6 बजे निस्क्यौँ दाजुको घरबाट वेयर गोइङ टु सेरिटोस लपालमा त्यहाँ हामी नेपाली दाजुभाइहरूसँग चाहिँ अलिकति पिकल बल पनि खेल्छौँ विच इज फास्ट ग्रोइङ स्पोर्ट्स इन युएस अनि त्यसपछि चाहिँ दाजुभाइ बसेर ब्रेकफास्ट खाएर चाहिँ विल डिसाइड फ्रम देयर सो दाजुसँग भेटघाट भएर धेरै खुसी लागेको छ द्याट्स अबाउट इट ब्रोस दावाजी आजभन्दा 2 हप्ता अगाडि मैले फर्स्ट टाइम भेटेको लस एन्जलसको चन्द्रपूर्जा मान्छे हुँदो रहेछ थ्याङ्क यू सो मच 25-30 माइल्समा चाहिँ ड्राइभ गरेर मलाई लिन आउनु भएको छ उहाँले अफ कोर्स एनी टाइम बस ल जाउँ अब आज के हुँदैछ तपाईँलाई यसो देखाउन ट्राई गर्छु क्या एकदम गर्मी हुन्छ हिजोभन्दा गर्मी हुनेवाला छ अरे हिजो त थियो हिजो 80 पुग्यो हिजो त क्लोज टु 90-92 नै थियो के अरे यता सेरिटोस अरेन्ज काउन्टीतिर आज 96 सम्म पुग्ने भन्ने चाहिँ वेदर म्यापले भनेको छ क्लोज टु 100 या प्रिटी मच क्लोज टु 100 बट वी विल डिल विथ इट पिकल बल भने खुबै सुनिरहेको थिएँ मेरो बच्चाहरू पनि गरेर खेलिरहन्छ उनीहरू होइन यो पिकल बल चाहिँ खास धेरै अगाडिदेखि नै खेल्ने हो तर पहिला चाहिँ सिनियरहरूले खेल्ने हो फेरि जस्तो आजकल चाहिँ के भयो भने जुन यो कोभिड आएपछि चाहिँ इन्डोर गेमहरू बन्द भयो अनि त्यहाँदेखि मान्छेहरूलाई ग्यादरिङ आउटडोरमा भनेपछि चाहिँ यो चाहिँ टेनिस र यो पिङ पङको हाइब्रिड जस्तो हो टेनिस जतिको ठुलो कोर्ट हुँदैन पिङ पङ भन्दा अलिकति चाहिँ फेरि ठुलो कोर्ट फेरि मच ब्याडमिन्टनको कोर्टको साइज हुन्छ अनि जो कोही मान्छेले पनि तुरुन्तै गएर सुरु गर्न सकिन्छ अनि सिम्पल रुल अनि फास्ट ग्रोइङ किनभने सबैजना मान्छेहरू इन्भल्भ हुने कारणले गर्दाखेरि चाहिँ अनि एकदमै पपुलर भएको चाहिँ आफ्टर कोभिड हो खास चाहिँ हामीले पनि खेल्न सुरु गरेको आफ्टर कोभिड हो म पनि ट्राई गर्छु सायद सक्छु मोबाइल छुट्यो हाम्रो दावाजीको यो ठाउँ पार्क जहाँ पिकल बल खेल्छन् नाइस प्लेस अब अहिले 9 बजीसम्म त ठिक हो त्यसपछि हामीले बर्बाद बनाउँछ होला अब गर्मी पिकल बल भनेको लङ टेनिस जस्तै रहेछ यस्तो रहेछ सिकेको लङ टेनिस र पिङ पङको चाहिँ बिचमा रे एकैछिन खेल्यो मजा आयो रमाइलो हुँदैछ पिकल बल खेल्ने पनि केटाहरू रमाइलो रहेछ यहाँ साथीहरू ला पाल्मा नाइस प्लेस राम्रो नेपाली कम्युनिटी छ अरे यो ठाउँमा सुनेको थिएँ हिजो पनि यसो कतै पढिरहेको हेरिरहेको थिएँ आज आइपुगेँ रमाइलो ठाउँ छ यो पार्क एउटा अनि पिकल बल खेल्ने ठाउँ दावा भाइको यो ठाउँ चाहिँ रमाइलो लाग्यो घरभन्दा चिटिक्क परेको दावाजी र म क्रिकेटतिर माथि जान खोजिराखेको बाहिरको 98 चर्को घाम क्रिकेट तर लामो हिँड्नु पर्यो पार्किङ नपाएर तै पनि टाढै भयो नि झर्न पायो सो नो कम्प्लेन म त सादा लगाएर जेम्स डिन
टारा You still have my phone? हलिउड साइन चाहिँ पछाडि छ Not Aaron. कोरिया टाउन चाहिँ यो एरिया त्यो अलिअलि बिचमा छ नि अलिअलि भएको कोरिया टाउन थियो मेन डाउन टाउन थियो टाउन टाउन थियो माथिको डान्स स्ट्यान्डर्ड सिन्टु भन्ने जग्गा हो ग्रिफिथको म्युजियमभित्र अब मलाई मात्र हो कि थाहा छैन अरूलाई पनि हो जस्तै हो भनौँ न चाइना टाउनको जेकी च्यानले खिचेको त्यो ठाउँ रे होइन अनि त्यो एउटा कनाल छ त्यहाँ आर्नोल्डले ऊ चलाएको ठाउँ रे अब यो ठाउँ आइसकेपछि चाहिँ मलाई के याद आउँछ दाजु लाला ल्यान्ड अब दाबाजीलाई त थाहा छैन होला त्यो मुभी सुभी मन नपर्ने मान्छे लाला ल्यान्ड यो ठाउँको याद आउँछ यो ठाउँमा सुट गरिरहेको छ क्या अरे के थाहा छ तपाईँलाई यसको बारेमा मलाई एकदमै धेरै चाहिँ केही पनि थाहा छैन ब्रदर होइन मलाई थाहा छैन म चाहिँ यहाँ पनि पहिला चाहिँ आएको छुइनँ मलाई थाहा छैन टेलिस्कोप हो त्यो बाहेक मलाई पनि केही थाहा छैन यो डिटेल्स चाहिँ गुगलमै सर्च गर्नुपर्छ यसको लागि थ्याङ्क यू दाबाजी मजा आयो ल